हेलो एभ्रिवान, आज चाहिँ हामी बाहिर गइरहेको, आज हामी मन्दिर गइरहेको। अनि यो मेरो आउटफिट हो। अनि यहाँ मेरो दाइ होसिन्छ बाइक निकालिरहनु भएको छ। आज वी आर गोइङ टु दिस साउथ इन्डियन टेम्पल। अनि हामी त्यता जान आँटेको। थाहा भएन मलाई, खै कुन टेम्पल हो, आई डोन्ट नो। ड्राइभर नोज बेटर। तो या मेरो हिन्दी निस्किन्छ। ओके, म 6 बजीदेखि उठे मान्छे हो। अनि म उठेर मैले नुहाएको। अनि मैले मेकअप गरेको 9 बजिरहेको छ। अनि चाहिँ आई लुक डिसेन्ट, आई लुक नर्मल। आई मेकअप चाहिँ मेरो अहिले उतै हेरौँला होइन। अहिले मेरो घाम आइरहेको, मेरो आमा चाहिँ हेरेर मैले दाइको चस्मा लगाएको छु। सो या अब हामीहरू तपाईँलाई त्यतै गएर भेट्छौँ। या सो हामीहरू पुगिसकेका छौँ अहिले चाहिँ। अनि वी आर कस्तो शान्त ठाउँ के, फेरि लाइक त्यस्तो जाम नै फिल भइरहेको छैन। अनि इट्स गुड। अहिले त्यस्तै हो, हामी पुग्न आइसक्यौँ। अनि हामी अपडेट दिन्छौँ आफ्टर रिच देयर। ओके, हामीहरू चाहिँ पुगिसकेका छौँ। यहाँ मन्दिर लक्ष्मीनारायण मन्दिर भन्छ के अरे। यो मन्दिर यस्तो छ ठाउँ, यत्रो उकालो छ है चढ्नुपर्ने। अनि यहाँ हेर्नु मोडलले के ल्याएर आएको छ, सेन्डिल। कसरी हिँड्नु मलाई थाहा छैन। हेरौँ है मन्साले कसरी हिँड्छ यो यता यसमा। जाउँ मन्सु जाउँ। कस्तो राम्रो क्या है ठाउँ त, हेर्न सक्नुहुन्छ गाइज। उताबाट हामी आएको, उताबाट ओह्रालो लिएर ओर्लिँदै आएको। पपुलर मन्दिर हो होइन, भन। यहाँको पपुलर मन्दिर हो। जानी इन्स्टा रिल्समा पनि त्यही यही हेर्ने, टिकटकमा नि ल मेरो चप्पलले त्यो। ल अहिले मन्दिर पुगेपछि हेटौँला है त। यहाँबाट माथि चाहिँ विद्याद्वार गुफा छ। यहाँ शीशमहल दर्शन यही छ। हामी पुगिसक्यौँ। यहाँ पञ्चलक्ष्मी मन्दिर प्रवेशद्वार, शीशमहल दर्शन। उतापट्टि नेपालको म्याप पनि छ उता यहाँ। ल हामी प्रवेश गऱ्यौँ है त। यहाँ चाहिँ यस्तो छ मन्दिर। मान्छे हिरोइन हिँडेर आइरहेको छ। हेलो गाइज, यहाँ हेर्नु सक्नुहुन्छ, यहाँ माधवनारायण मन्दिरमा सनफ्लावरहरू पनि छ। कस्तो राम्रो सनफ्लावर सूर्यमुखी फुल भन्छ यसलाई। ए मेरीगोल्ड पनि रहेछ उता, यतापट्टि सनफ्लावर रहेछ, उता मेरीगोल्ड रहेछ। सनफ्लावर यहाँ सूर्यकोतिर हेरिरहेको सनफ्लावर। मिल्दैन, मिल्छ, किङ हो त्यो। अब चाहिँ हामीहरू मेन मन्दिर जुन हामीले इन्स्टा रिलमा हेरेको। ओ माई गड, के साह्रो गर्मी हो। मैले ब्ल्याक सल लिएँ कि लाइक आई डोन्ट ह्याभ ब्रेन होइन। यहाँ चाहिँ विभिन्न स्वामीजीहरूको मूर्तिहरू छ, मूर्तिहरू छन्।
हामी चाहिँ यो एक राउन्ड घुमिसक्यो यो मन्दिरको। मेरो फोटो खिच्न प्लिज। हस् एकैछिन। अनि यस्तो छ यहाँ माथि आएको हामी, मेन माधव नारायण मन्दिर हो। यहाँ पनि अर्को मन्दिर छ, त्यही मन्दिरको तलपट्टि। यहाँ चाहिँ श्री सम्पतराम मानु स्वामीजीको छ मूर्ति। 3टा स्वामीजीको मूर्तिहरू छ ठुलो ठुलो। आमा खुट्टा मेरो चप्पल खै। अब हामी तल जाने, माथि कहाँ जाने? ल गाइस अब चाहिँ हामीहरू तल गइरहेको। हामीले यहाँको चाहिँ दर्शन गरिसक्यौँ। नाइ केही छैन माथि। नाइ म चाहिँ आफ्नो वाकिङ वेस्ट गर्नु चाहिएन। म भ्लगिङ गर्छु त्यहाँ जानु। सो मेरो दाइ चाहिँ जानुभयो अनि मेरो दाइ चाहिँ उता माथि त्यति माथि को जान्छ क्या? हेभ यु सिन माई स्कर्ट? इट्स लाइक अ वेडिङ लेहेङ्गा ब्रो। लाइक व्हाट द हेल, व्हाट डु यु मिन? जान म त्यसबाट अब चाहिँ माथि गयो अनि लेट्स सी व्हेन ही कम्स। म चाहिँ भ्लग गर्छु त्यसकै फोनबाट, बिकज वाइ नट। कसरी हिँडाउँछ नि यार। त्यो घन्टी आफै बजिरहेछ क्या हो? सो आई डोन्ट नो वेयर माई ब्रदर वेन्ट, बिकज त्यसको फोन नि मसँग छ। अनि अब थाहा भएन मलाई त्यो कता गयो। हामीहरू चाहिँ मन्दिरबाट अब यहाँ गुफा साइडतिर आइसकेका छौँ। ठ्याक्कै मन्दिरको माथिपट्टितिर गुफा छ कि जस्तो लायन्स केभ, लायनको मुख भएको गुफा। लो बन्द रहेछ। लायन्स केभ, सिंह गुफा त बन्द रहेछ गाइज। ठिकै छ, अर्को पटक आउँला है। बन्द छ के भन्नु? अनि यस्तो छ बाहिर चाहिँ वाल पेन्टिङ गुफाको बाहिर। यहाँको इन्भाइरोमेन्ट चाहिँ यस्तो छ। उतापट्टिको मन्दिर भयो, त्यहीँबाट हामी आएको। अब बन्द छ के गर्नु। हामीहरू चाहिँ मन्दिर दर्शन गराइसक्यौँ। अब हामी निस्किँदैछौँ है। यहाँ यस्तो ओह्रालो छ, चढ्ने बेला उकालो, झर्ने बेला ओह्रालो। म चाहिँ कस्तो त्यो त्यस्तो देखिरहेको छु क्या। हात हुँदैन नि, ठाकुर तेरे हात कहाँ है खालको भइरहेको। यहाँ माऱ्यो। अहिले चाहिँ हामी यस्तै मन्दिरमा छ। मेरो टिका चाहिँ यस्तै लगाइदिनु भयो र पण्डित बाजेले। म जता जान्छु नि होइन, मेरो टिका भनेको बिग्राइदिन्छ क्या। पशुपतिनाथमा ठ्याक्क हेर्न न। मेरो चाहिँ के हो, म त मेटाउनु परेको साइडको। अझ मन्दिरको दर्शन गरिसक्यौँ। भित्र धेरै राम्रो थियो, धेरै शान्त छ। त्यही हो, अब चाहिँ हामी बाइकमा चढ्ने। बाइकै आइसकेका छौँ। यस्तो छ नेपालमै बल्ल ठाउँ। यो नेपाल म्यापमा यस्तो अञ्चल हिसाबले छुट्याएको रहेछ, कलरफुलहरू छ होइन। यहाँ छु म, नेपाल म्यापको तर्फ जाँदैछौँ हामी। के पो छ, स्वयं प्रकट श्री सालग्राम भगवानको मूर्ति छ यहाँ। यो नेपाल म्यापनिर है। हेर्छौँ कहाँ रहेछ भनेर। ल
हामी जाँदैछौँ है त त्यो मूर्तिनिर शालग्राम भगवानको। नेपालको वरिपरि घुम्दैछौँ। कस्तो पिसफुल इन्भाइरोमेन्ट के। यहाँ नेपाल म्यापको पछाडि पनि एउटा सानो मन्दिर रहेछ, यो भक्तिनाथ मन्दिर हो क्यारे। नेपाल म्यापको पछाडिपट्टि रहेछ स्वयं प्रकट श्री शालग्राम भगवानको मूर्ति।